यो के हो ल हेरौँ है यहाँ नयाँ चिज आज आइयो ल बाटो चाहिँ यस्तो छ यहाँ गाडी कुद्दैछ यस्तो छ बाटो यस्तो छ है। अनि उहाँ चाहिँ यहाँ बसेर बेच्नुहुन्छ सामान्य तरिकाले यहाँ राख्नु भएको छ। यसो हेर्दाखेरि चाहिँ लोकल दारू बेचे जस्तो देखिन्छ। म कन्फ्युज भएर पर पुगेर सोधेपछि उहाँले यो ताडी भन्नुभयो। मलाई यो क्युरियोसिटी लागिरहेको थियो, मैले पनि सुनेको थिएँ। अनि मेरो मोटरसाइकल त्यहाँ छ अनि अर्को ताडी यता पनि यहाँ छुट्टै खाने नै ठाउँ चाहिँ उहाँहरू पनि यो बेच्न बस्नु भएको छ। यो चाहिँ यो हुलाकी राजमार्ग होइन, हुलाकी यो गौरीगञ्जबाट सिधै हुँदै यहाँ चौकीघाट हुँदै जान्छ। यो विराटनगर हुँदै इनरुवा, यो चाहिँ हुलाकी राजमार्ग हो। यो राष्ट्रिय गौरवको आयोजना पनि हो। ए उहाँले चाहिँ मलाई आज यो झापामा पाइने चिज हो है, एकदम राम्रो चिज। यसरी मिठो छ। यो चाहिँ कसले थाहा पाउनु भएको छ भनिदिनु होला होइन। थाहा पाउनु भएको छैन भने थाहा पाउनेले कमेन्ट गरिदिनुहोस्। थाहा नपाउनेलाई मैले भोलि अर्को भिडियोमा यो के हो भनेर म भन्छु है त। अनि तपाईँले कति वर्षदेखि बेच्दै हुनुहुन्छ? मैले बेचेको तपाईँको 12 वर्ष 12 वर्ष भयो। 12 वर्ष उहाँले 12 वर्षदेखि बेच्दै हुनुहुन्छ। अनि यो कतिजना परिवार हुनुहुन्छ तपाईँको? म तपाईँको परिवार भनेको 2टा छोरा 2टा छोरी बुढाबुढी 6 जना। 6 जनाले यो ताडी बनाएर। अनि कस्तो नाफा छ? ठिकै छ है। एउटा सामान्य व्यवसाय ताडी भनेको रुखमा फल्ने चिज हो। रुखबाट चोप उहाँहरूले ल्याएर यो बनाएर टेक्निकल कुरा के को छ ठ्याक्कै मलाई थाहा छैन। तर सामान्य तरिकाले यहाँ बाटोमा बसेर उहाँहरूले बेचेर राम्रो जीवनयापन गर्नुभएको छ। म बाटोमा हिँड्दै थिएँ, बाटोमा हिँड्दै गर्दा यहाँ देखेँ, पर पुगेँ अनि ताडी हो कि जस्तो लागेर यस्तो यो बाटोबाट आएको म होइन, विराटनगरबाट आउँदै थिएँ अनि देखेपछि म यो खाउँ भनेर आएँ। मलाई एकदम मिठो लाग्यो। यसले चाहिँ यसको के फाइदा के छ मलाई भनिदिनु त। यहाँ यसको ग्यास्ट्रिङ पनि दबाउने हो, पिसाब क्लियर गर्ने हो। त्यसको भुँडीमा केही छ भनेदेखि त्यो गर्मीको हुन्छ नि सब फ्याँकिदिने हो, सब उमाले। एक नम्बर राम्रो। यो बोटबाट फल्छ नि त। यो बोटबाट फल्छ। यो चोप निकाल्ने हो। चोप निकालेपछि त्यसबाट यो खाएर एकदम राम्रो चिज।